जता साउथ अफ्रिकासँग हामी दुईटा भित्र थियौँ अनि हारे थियो अनि मैले भने पुग्यो कि नै भने थाहा छैन भन्यो म डराइहालेँ म यो आउट छ आउट भयो होइन अनि म्याच सकियो अनि त्यो दिन फर्स्ट टाइम केसी मसँग रिसाएको थियो कि फर्स्ट टाइम अहिलेसम्म म रिसाउँछु तर ऊ कहिले रिसाउँदैन यतिकै तँ पहिला दौड्न सक्दैनस् भनेको के भयो पिट्छ कि क्या भएको थियो मलाई ड्रेसिङ रुममा उभिएर कि अनि हामी भित्र गयौँ अनि मैले भने यार आज केसी रिसायो यार होइन अनि सबै रोइरहेको थियो टावल लिएर अनि गुल्सन पनि वासरुम बाथरुममा थियो होइन अधुमाराबाट पुरा बेहोस टाइपको परेको थियो होइन अनि सन्दीपले राखेको थियो एउटा ल्याबमा अनि रोइरहेको थियो सबैजनाले उठाइरहेको थियो अनि उठेन अनि मैले गएर उठाएँ मैले त्यसलाई भनेको थिएँ आज तिमीले जिताएको भयो मेबी तिमी स्टार बन्न सक्थ्यौ या इगो हुन्थ्यो या जे पनि ठुलो प्लेयर बन्न सक्दैनौ होला म्याच विनर बन्न सक्दैनौ होला तर केही छैन कि तिम्रो जर्नी त जस्ट स्टार्ट भएको छ नि त के भयो त एउटा म्याच हारेर किनकि स्पोर्ट्स लाइफमा यस्तो हुन्छ तपाईँले एभ्री डे राम्रो गर्दा गर्दा पनि त्यो मेहनत त गरेको छ तर त्यो रिजल्टहरू आउँदैन कि अनि त्यो चाहिँ मैले हमेसा उसलाई के भन्छु नि क्रिकेट यस्तो चिज हो जसले तिमीलाई खुसी पनि दिन्छ अनि फेलियर पनि धेरै दिन्छ कि जसमा चाहिँ मलाई लाग्छ 70-80% तपाईँको फेलियर हुन्छ कि त्यो जतिखेर 20% 30% जतिखेर पाउँछ त्यसलाई चाहिँ रमाउनु पर्यो कि अनि त्यसको लागि पो दौड्ने हामी 70% सक्सेसको लागि दौड्ने होइन कि त्यो 30% जुन ह्याप्पिनेस आउँछ नि त्यसको लागि दौड्ने हो र तिम्रो ह्याप्पिनेस अहिले धेरै वर्षहरू बाँकी छ मेबी भोलि गएर तिमीले टिमलाई लिड गर्न सक्छौ होइन धेरै चिजहरू सिक्न बाँकी छ भनेर गएको थिएँ अनि नेक्स्ट डे मैले रुममा पनि छोड्न गएँ त्यसलाई अनि ब्रेकफास्ट लगाएर गएँ खाना पनि मानेको थिएन अनि मैले फेरि त्यसलाई अस्ति जितायो अनि मैले त्यही दिन राति भनेको थिएँ कि देख लाइफ यसरी चेन्ज हुन्छ कि लास्ट टाइम हामी उहाँ हार्यौँ आज हेर के भयो हामी तिमीले गर्दा राम्ररी जित्यौँ नि त म्याचेसहरू तिमीले कस्तो वान साइड जितायो हजुर दाइ भन्यो अनि लास्ट टाइम हामी एसिया कप क्वालिफायर नहुँदाखेरि राति 1 बजे हामी बाहिर गएको थियौँ स्याड हुँदा यो गलीमा दाइ मैले भने आज फेरि जाने अनि घुम्यौँ हामी हेर आज कस्तो मजा आइरहेको छ होइन त्यो टाइम चेन्ज हुन्छ त्यो फिलिङ्सहरू चेन्ज हुन्छ